नमस्ते। फेरि पनि भिडियो बनाए। यो 2/3 सरकारले रवि लामेछानेलाई फेरि पनि अहिले अब रूपन्देही कारागारबाट सर्व गरेर काठमाडौँको दिल्ली बजार भन्ने जेलमा लगेर राख्ने भएको रहेछ है। राम्रो कुरा हो, लगेर राख्यो, ठिकै छ, केही छैन। किनभने यिनीहरूले फसाइसक्यो, जेलै हालिसक्यो होइन। न्यायाधीश चोर फटाहरूसँग मिलेर करोडौं डिल गरेर सबैलाई किनेर यिनीहरूले रविलाई जेल हाल्यो। कि त्यो पैसा कहाँबाट आयो भन्दाखेरि देश र राष्ट्रको पैसा लुटेर र नेपाली जनताले कर तिरेर रगत र पसिना बगाएर कमाएको पैसा, कर तिरेको पैसाले भ्रष्टाचार गरेर यिनीहरूले रवि लामेछानेलाई षड्यन्त्रपूर्वक झुटो मुद्दा, झुटो आरोपमा जेल राखेर न्यायाधीश, सरकारी वकिल सबैलाई किनेर चलखेल गरेर षड्यन्त्र गरेर जेल हालेको। अब दिल्ली बजारमा त्यहाँनिर गुण्डाको नाइकेहरू छ है। त्यहाँ अपराधीहरू बस्छ, ठुल्ठुलो अपराधी, भिआइपी ठाउँ हो तर ठुल्ठुलो अपराधीहरू बस्छ। त्यो ठाउँमा लगेर रविलाई राख्न आँटेको छ। त्यहाँ मार्ने ठुलो षड्यन्त्र छ। हेर्दै जानुहोस्, रवि लामेछानेलाई मार्न यिनीहरूले धेरै कोसिस गरिरहेको छ, सिध्याउने कोसिस गरिरहेको छ। 2/3 सरकार खबरदार। केपी ओली चोर। राम्ररी सुन्नु होला यो भिडियो, सक्दो सेयर र लाइक गर्नु होला है। अनि शेरबहादुर देउवा चोर, गनगन थापा चोर, तिमीहरूको अन्त्यको दिन आउँदैछ। अब रवि लामेछानेलाई यिनीहरूले सिध्याउनै खोजिरहेछ, तर सिध्यायो भने यिनीहरू आफै सिद्धिँदैछ। अब हेर्दै जा, बङ्गलादेश र श्रीलङ्काको जस्तो गरेर एकचोटि मात्रै आन्दोलन गर्न नेपाली जनता रोडमा आउने हो भने तिमीहरूको यो देश छोडेर भाग्नुपर्ने अवस्था हुन्छ। चोरहरू। मेरो टार्गेटमा रहेको केपी ओली, शेरबहादुर देउवा र गनगन थापा बाख्रा चोर, रामहरि खतिवडा चोर, यिनीहरू मेरो मात्रै होइन, देशभक्त युवाहरूको टार्गेटमा छ। यिनीहरू अहिले नेपाली जनताको टार्गेटमा छ। तिमीहरू नि नेपाली जनताको टार्गेटमा छौ। रमेश ढकाल जस्तो अनि सर्वोच्च अदालतको न्यायाधीश, झोले न्यायाधीशहरू जस्तोलाई यो देशबाट खिराउनको लागि अब नेपाली जनताहरू मर्न र मार्न तयार छ र आन्दोलन गर्न तयार छ। यति कुरा याद राख्नु, देशभक्त युवकहरू है। पार्टीको झोलेहरू होइन, काङ्ग्रेस एमालेको झोले फटाहरू होइन, काङ्ग्रेस एमाले फालेको हड्डी टोक्ने झोलेहरू होइन, तर साँचो देशलाई माया गर्ने र साँचो देशको उन्नति गर्न चाहने युवाहरू अब आन्दोलनमा सहभागी हुँदैछ। यो कुरा याद राख झोलेहरू। तिमीहरूको अब अन्त्यको दिन आइसकेको छ। तिमीहरूको अन्त्यको दिनहरू आइसकेको छ। अब तिमीहरूले 2084 त चुनाव हामी हारिहाल्छौँ भनेर तिमीहरूले चुनाव नगर्ने एउटा योजना बनाउँदैछौ। 3 दललाई, माओवादी र काङ्ग्रेस एमाले मिलेर तिमीहरूले नै राज्य चलाउने, राजा पनि आउन नदिने, रविलाई पनि प्रधानमन्त्री बन्न नदिने, तिमीहरूको यो ठुलो षड्यन्त्र छ नि, तिमीहरू आफै ढल्छौ। एक दिन नेपाली जनताले 3 करोड 3.5 करोड नेपाली जनताहरूले झोला बोकेर छोडेर सास गरेको दिनमा तिमीहरूको अन्त्य फिक्स छ, निश्चित छ अन्त्य। याद गर चोरहरू, याद गर।